सत्ताको कित्ताबाट कोही एकजनाले हिम्मत गर्लान्, मेरो देशले कसको सीमा कहाँ मिचेको छ भनेर प्रश्न गर्लान् भनेको त सभामुख महोदय म आफै लज्जित छु। उल्टै कतिपय संसद मित्रहरू नेपालले भारतको सीमा मिचेको हो भनेर पुष्टि गर्न म शब्द प्रयोग गर्न चाहन्न थिएँ, तर भन्छु त्यति नराम्रो त छैन। न्वारानैदेखिको बल लगाएर दौडिराख्नु भएको छ। नेपालले मिचेको भूमि खोजिराख्नु भएको छ। यो खालको जनताले देख्दाखेरि पनि नरुचाउने खालको हरकत गर्ने मित्रहरूलाई वीर भक्ति थापाको त्यो आत्माले धिक्कारलान् कि हाम्रा छोरा नातिहरूले भोलि कुनै दिन हामी हजुरबा हजुरआमा हुँदै गर्दाखेरि या म यति सुन्दर उमेरहरू देख्छु म यो सदनभित्र, म त्यो उमेर कहिले बुढो नहोस् भन्ने चाहन्छु, कहिले त्यो उमेर बुढो नहोस् भन्ने चाहन्छु। तर प्रकृतिको नियमसँग मेरो सद्भाव र मेरो कामनाले काम दिँदैन। एक न एक दिन त पाएको हुन्छ। तिनै हाम्रा छोरा नातिले हामीलाई फर्केर भक्ति थापाको आत्माले धिकारेको जस्तै प्रश्नहरूको जवाफ नपाउँदाखेरि धिक्कार्छ कि धिक्कार्दैन, यो सोधेर म उसै पनि सत्ता पक्षका माननीय सांसदहरूको मन दुखी भएको होला। त्यो दुखी आत्मालाई थप दुखी बनाउन म चाहन्न। बरु सभामुख महोदय, म यो संसद अब यही विषयमा रुमल लिएर बस्नुहुन्न भन्ने परिपक्व र जिम्मेवार दायित्वतर्फ सबैको बडा नम्रतापूर्वक ध्यान आकर्षण गराउन चाहन्छु। यो वर्षको बजेट उपरको छलफल बाँकी छ सभामुख महोदय। नेपाली जनताका अन्य कैयौं जीवन्त मुद्दामा छलफल गर्नु छ हामीहरूले। प्रधानमन्त्रीजीलाई संसद नचाहिएला प्रधानमन्त्रीजीलाई, तर प्रतिपक्षलाई संसद चाहिएको छ। फेरि कुनै दिन छापामार शैलीमा प्रधानमन्त्रीजी आउनु होला, फेरि अर्कै त्यस्तो नहोस् मेरो मुलुकको प्रधानमन्त्रीले, तर डर लाग्छ फेरि कुनै उदण्डता मचाइदिनु होला, डर लागिराखेको छ। तर म अब उपरान्त म उहाँलाई खोज्न चाहन्न, किन भन्दाखेरि मेरो मुलुकको समस्याहरू प्रश्नहरू उहाँको उपस्थिति भन्दा पनि ठुलो छ, भन्दा पनि संवेदनशील छ। त्यसकारण म उपरान्त अब खोज्न चाहन्न। तर प्रधानमन्त्रीले बोलेकै कुरामा मात्रै अल्मलिएर गरिमामय संसदको अमूल्य समय खेर फाल्नु हुन्न भन्ने जिम्मेवारी बोध गर्ने कार्यमा कमजोरी गर्न पनि म चाहन्न। नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति गैर जिम्मेवारीपूर्ण थियो। यसलाई जतिसुकै रफू गरे पनि, जतिसुकै शब्द विशेषणहरू थपे पनि उहाँले भनेको यही हो, दुनियाँले सुनेको यही हो, वर्तमान र आउने पुस्ताहरूले घरिघरि देखिराख्ने कुरो यही हो, सुनिराख्ने कुरो यही हो। त्यो अभिव्यक्ति आपत्तिजनक थियो, लज्जास्पद